खोयाउ हिजो के भयो हिजो त एक घर दुई घर त छुटेछ हैन 3 घर छुटेछ म घरको आउन अनि तिमी हैन थाहै छैन भन्नु माथि चढेर सुतेकै थाहा छैन मलाई नै दुईचोटि उठाएको मैले दुई तीनचोटि जाने कि सुत्ने माथि जाने जानु भनेको जाने जुत्ता लाएर उफ्रिनु पर्यो भनेर खोयाउ घामले गर्दा अनुहारै देख्दैन त अनि 60 घरको जति दाम उठेछ कि यो निकाल्नु उसैले त निकै झारेछ त मकै त म यसपाल त नि मकै यो निकाल्नु त तर करप नपुग्ने 3 जना गएर सम्झिँदामा के ढोका बन्द गर्नु त यहाँ घामले गर्दा देखेन भिडियोमा नै तिमीहरु यता हेर क्यामेराम्यानहरु हेलो गाइजहरु यता पिपी साइली हुनुहुन्छ भिडियो बनाउँदै हुन्छ पिपी साइलीले पनि गाइज घामले गर्दा के देख्छ गाइज जित्नु मेरो पालो ढोका बन्द गर्नु न होलो बाबुले बनाउँदैन आमा पनि त्यतिकै बढी यही छमा आउनु पर्यो चलेको गरे भयो साथी सानो सानो बनाउनु इजी छ अर्कोलाई भोरी दिएर पुग्नु त यहाँ चाहिँ थोरै दिएर यहाँ पनि पापाले गर्ने सोधेको त पार्टी भन्नु पार्टी चाहिँ अलिक कन्ट्रोल गर्छ एक खाएपछि हल्ला रे नानी केसी माला सब बेसी क्लियर देखियो तेरोमा घामले गर्दा अघि देखेकै थिएन अहिले देखियो देखिरहेछ त्यतिको हात चाहिँ के भएको हौ ए फोटो खिचेछ के भिडियो बनाएको हो भिडियो नि खोइ त अनि बोलेको हेलो गाइस म थसुली डन यहाँ भिडियो बनाउँदैछु मेरो ब्लगमा लाइक कमेन्ट गरिदिनु होला शेयर सब्स्क्राइब केटीको च्यानल हो गर्दै खै हट्नु पिपसले खै टिका हेर्नु कस्तो राम्रो लगाइदिनु भएको छ कसले लगाइदिँदै हुन्छ पूजा निनी अनुहार हेर्नु न लिपस्टिकहरू लगाउनु भएर चुपै कस्तो छ तपाईँको मेकअपै कस्तो छ याति दलेको छ धैले ल्याइदिएको छिस् किन लगाइदिनुहुन्छ ए तपाईँको अनुहार देखाउनु त कस्तो फन्नी छ अब पापाको पालि है एकछिनै त गाइज यतापट्टि गेम खेलेर छ टल्किन्छौ त्यहाँबाट यता चाहिँ फर्का यता एकछिन है त उसलाई ढोका नथुनी न भने अघिदेखिको कराएको रहेछ त्यो लाइटले गर्दाखेरि देखिँदैन नि त त्यही भएर हो क्या भावनाको छोरीले म खतरा बनाउँछ हेलो गाइस म के If you don't like me, it is okay. त्यो पहिलादेखि नै त्यस्तै बानी गराएर नि फेसबुकतिर पनि हाल्छ फेसबुकमा भ्लग बनाएर पुरा म कता कता नगर्नु न ब्लगको खोइ के ए म चाहिँ त्यतिलाई पो देखाउँदै रहेछु
हिँड्नुपर्छ है माथि यस्तो पनि देउसी खेलेर अँ यो पनि झन्डै झन्डै निदाउनु खोज्दै थियो आज चाहिँ ठुस्केर हिजो नखेलेको थियो किन ठुस्नु जानु चाहिँ उयो भन्छ मोबाइल बाटोतिर पनि होला चुचुको मोबाइल बोकेर आइस क्या त्यही भएर चुचुले माथिको जान्छ हेर्नु एकछिन हेर्नु पर्छ मोबाइल लगेर गयो क्या हो भन्दै हुनुहुन्थ्यो मम्मीहरू गएदेखि उसकै हातमा छ नि त अहिले ढुक्कै छ नि त चुचु पनि देउसीले गर्दा त्यति कान्छीले जति चाहिँ निकै उफ्रो गलो पनि कान्छी त सुत म चाहिँ नाचेको कहाँ खेल्नु भयो उरा चाहिँ कान्छी र नानी चाहिँ सुतो म चाहिँ नाचेको मगरकोमा ए हुरा खेलेको दाम त बुढोले अर्को गोजीमा हालेछ त यो नाना त झन् यतापट्टि लुकाउँछ खुब जोसिने थिएन आस्नु हतार हिँडिहाल्थ्यो अब यहाँनिर भनिरहेछ नि कहाँबाट हुन्छ त तर पहिलाभन्दा अलिक छिटो गरेको यसपाल मेरो टिका कस्तो लगाइदिनु भएको ए हेर्नुपर्छ होइन ऊ निर्मलकोमा खेल्दा पो हाल्छ अब मेरो चाहिँ लास्टमा रहेछ म चाहिँ भिडियो बनाएर कति मजा आउँछ मलाई ऊ लाइट ग्रिन कलर लगाउँदै हुन्छ यसपाल बार्ने होला बार्ने होइन यस्तो भन्थ्यो नि उयो के अरे भोलि खेलेको भाउ हुन्थ्यो कि जस्तो फेरि त्यही कलर लगाउँदै हुन्छ लाइट ग्रिन उयो अब यतापट्टि फेरि कुन कलर छैन भन्दा भिड्ने हुन्छ नि त मसँग पनि बस्नुपर्छ डार्क ग्रिन अरे क्या पर्पल कलर यहाँ टपमा लगाउने हो यहाँ चाहिँ भइसक्यो च्यालेन्ज खेलिरहेछ कता के को अब लास्ट एउटा लगाउनु रहेछ टिल्टीले लगाउँदै हुन्छ हेर्नुहोस् कलरहरू टिल्टीले पनि छ यो कालो कालो भएको चाहिँ टिल्टीले हो तेरो मेमोरी फुलै बनाउने पज गर्दै बना न रोक्काउँदै एउटा गरेर पोज बना भइसक्यो अब त तेरोमा चाहिँ कसरी बनाउँछस्